हुनुपर्ने हो अलिअलि त खै त्यही पनि बिहान उँधो बानेको भए त के हुन्थ्यो र कस्तो भन्दा नि गाईले सक्छ फेरि बाली खाइदियो भने अर्काको धोबी दुलो खाइन्छौ धोबी दुलो खाइन्छौ समझ रहे हो यो चाहिँ एकजनाको माछा हेर्नु न सो हेलो एभ्रिवान सबैजनालाई स्वागत छ यो नयाँ भ्लगमा हजुरहरू के गर्दै हुन्छ सन्चै हुन चाहन्छु आइप सबैजना सन्चै हुन्छ होला म पनि एकदम सन्चै नै छु है अनि आज चाहिँ भ्लग भन्नुपर्दा ठ्याक्क बगरबाट सुरु हुँदै हेर्नु सक्नुहुन्छ है म चाहिँ अहिले भन्नुपर्दा बगरमा छु अनि आजको भ्लग अब यस्तै नै छ है यस्तै किन हुने चाहिँ बगरबाट सुरु भयो है अब बेलुकासम्मको अनि अलिकति ढिला पनि भ्लग सुरु भयो आज चाहिँ हेर्नु सक्नुहुन्छ है यतातिरको भ्यू अनि यहाँनिर चाहिँ भाइ यहाँनिर सानो भाइहरूले माछा मार्दै थियो अघि हजुरहरूलाई त्यही देखाउने छु म के माछा मारौँ मस्त पो खेलिरहेको रहेछन् भने उन्तोरे माछा मार्ने भाइहरू चाहिँ यिनीहरू है सक्नुहुन्छ एकजना दुईजना तिनजना एकजना है दुईजना तिनजना चारजना पाँचजना छन् यिनीहरू चाहिँ क्या यत्रो सानोजना नि यति धेरै माछा मार्छन् गाई आम्मामा यिनीहरू त्यहाँ पर्दैन भाइ किन फ्याँको खोइ उ त्यो भाइको बुवा करे उ त्यो करियाको अनि कहाँ गयो खोइ तिमीहरू पनि जाने अब यिनीहरू पनि अब जानु लागेको छ नि गाई खोइ यहाँले त माछा हेर्नु एकताल भाइ माछा हेर्नु सक्नुहुन्छ गाई यो चाहिँ एकजनाको माछा हेर्नु न कसको दुईजनाको यो भाइको र अनि एउटा यो भाइको रहेछ हेर्नु न यति माछा चाहिँ आम्मामा कुन अनि यति धेरै पर्छ अनि किन हिँडेको नि तिमीहरू त्यहाँबाट आम्मामा अनि खोइ त अर्को भाइको माछा हिजो कस्तो राजाबाम कत्रो ठुलो त्यो कालो अरू पर्छ अरे माछा अनि उता खान्थिन उयो भाइहरू चाहिँ अनि यो अङ्कलहरू चाहिँ अङ्कल र आन्टी चाहिँ यहाँनिर भन्नु पनि बाजे के भन्नु बाजे के भन्नु अनि यहाँनिर माछा मार्न आउनु भएको छन् है दुईजना माछा छैन है मारिसकेका छन् जस्तो मारिसकेका छन् हजुर हेर्नु त्यहाँनिर माछा मार्न जानु भयो होला सायद छ कि भनेर अनि यहाँनिर मार्दै हुनुहुन्छ तिमीले माछा दह्रो मार्छ त खै मारेको आज भाइ यो भाइले दह्रो माछा मार्थे आज चाहिँ किन आएन छ बल्छी लिएर खोइ बल्छी आज नमार्ने हुनुपर्ने हो अलिअलि त खै त्यही पनि बिहान उँधो बानेको भए त के हुन्थ्यो र यो त बिहान होइन होला त्यहाँ छ फेरि त्यस्तो दुई तिन दिन अगाडि बानेको भए पो 3 दिन त भयो भर्खर यहाँ सुकेको ठुलो बान्थ्यो माछा पो छ कि छैन त
तु चल आकै भर मात्र हुन्छ फिर्केसी त छैन होला के दुःख मात्र के गर्नु त्यहाँनिर फुकाउनु जानु लाग्नु भएको छन् है अब यहाँनिर मार्नको लागि चाहिँ त्यहाँनिर फुकाउनु जानु भएको छन् मेरो साता चाहिँ उडेर यहाँ गयो भने मेरो गाईगोरुले सक्यो गाई जानुपर्छ फेरि मार्छन् फेरि बाली खाइदियो भने अर्काको धोबी दुलो खाइन्छौ धोबी दुलो खाइन्छौ समझ ए दुलो खाइन्छ धोबी गाली खाइन्छ कि घाँस काटिरहेको रहेछ नि यहाँ चाहिँ अरू हेर्नु फेरि बाली खायो भने त अरू गाली खाइन्छ गाई तर जे होस् खाएको रहेछ हेर्नु चरिरहेको रहेछ गाईगोरु खुसी लाग्छ मलाई यसरी चरो भने तर यस्तै हो गाई फाइनली गाई अहिले भने चाहिँ घर आइपुगिसक्यो है अनि आन्टी चाहिँ टक्क उहाँले हेर्दै हुनुहुँदो रहेछ सिरियल आन्टीको सिरियल अनि मम्मीले बढाएर टक्क ठुपारिछन् यहाँनिर है अनि बेलुका बेलुका पुरै अँध्यारो भइसकेको छ नि सूर्य कतैतिर छैन अनि अब चाहिँ म दुध दुहुनुपर्ने हुन्छ त्यही भएर भित्र जानुपर्ने हुन्छ गाई अब दुध दुहुनुपर्ने हुन्छ होइन दुध दुहेकै छैन किनकि म ढिलो आएको छु नि त कति टाइम भइसक्यो बनाएर गाई सब आगो बालेर धुवै खानु गाइदिनु पऱ्यो गाई चाहिँ अब मोबाइल टक्कसँग चार्ज हालिदिन्छ है अनि त्यहाँबाट गाइदिनु जानु पऱ्यो यस्तै आज भयो त्यस्तै नै छ दुइटा बाल्टी यहाँनिर टक्क एउटा फाइनली गाडी राति भइसकेको छ अहिले चाहिँ है अनि पसलमा चाहिँ मान्छेहरू एउटा पुऱ्याइसकिसक्यो अनि एउटा चाहिँ काटेर राखेको छ हेर्नु सक्नुहुन्छ है एउटा चाहिँ गाडी राखेको छ कोही पनि आउनु भने कि अब घर जानु पऱ्यो है टक्क यो हेर्नु सक्नुहुन्छ यो एउटा ऊ छ यो दुईवटा टिका लगाएको छ यो र अनि यो यसलाई गरेर चाहिँ निकालेर चाहिँ यो छोपेर जानुपर्ने हुन्छ अनि आजको भ्लग यस्तो थियो नि सघाइ के गर्नु बिजोकै छ गाउँघरमा है ठिकै यस्तो रमाइलो पनि छ बिजोक पनि छ अनि आजको भ्लग के कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला अनि यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो नयाँ फ्यामिलीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब माई युट्युब च्यानल भन्दै सबैजनालाई टाटा बाई बाई गाइस